यसको काम गर्ने त टिजु चाहिन्छ भित्र बस्छ कि त अब तल काम त्यही त स्पिरिङ हुन्छ त्यसमा त तेल केले राख्नेला खै यसो तेलले सफा गर्न पहिला सफा गर्नु अब मोबिल हालौँ है अब जहिले पनि मोबिल हाल्दाखेरि त्यसले पहिला पेट्रोलले सफा नगर्ने यो त अब भोलि हाल्न पर्छ भोलि मोबिल हालौँ भने पेट्रोल हाल्ने नटले चेम्बर नट हुन्छ यो तलबाट लाग्छ ओ वहाँ तल हलोको तलबाट जति बेला पनि यो ट्र्याक्टरलाई बराबर लेभल मिलाउने एउटै लेभल मिलाउने अब तपाईँ यहाँ नजिकबाट त देखिन्न अलिक टाढा गएर पनि हेर्ने लेभल मिलाएको छ कि मिलाएको छैन अब यसको लेभल पोल्टी पनि हुन भएन क्या अगाडि पनि ढल्किएको हुन भएन पछाडि पनि ढल्किएको हुन भएन लेभल मिलाउने लेभल मिलाइसकेपछि मोबिल राख्दाखेरि हाम्रो यसलाई भन्छ ओइल स्टेक है यो गेज पनि भन्छ हाम्रो नेपालीमा जहिले पनि मोबिल राख्दाखेरि उताबाट राख्ने नाप्दाखेरि यताबाट नाप्ने यताबाट राख्दाखेरि के हुन्छ कि यता हल्का तल छ हैन यसको लेभल पुग्दैन यसको माथि त्यही भएर मोबिल उताबाट राख्ने यताबाट नाप्ने र यो मोबिल राख्दाखेरि यो खोलिदिने यो खोलेर राख्ने है अब यो राखिसकेपछि अब तपाईले मोबिल उताबाट राख्दै जाने लेभल पहिला बराबर मिलाएर उताबाट राख्दै जाने राख्दाखेरि 1 लिटर तपाईको ठ्याक्कै जान्छ पुरै जान्छ पुरै गइसकेपछि अर्को खोल्दाखेरि यति मात्रै जान्छ त्यसपछि यति मात्रै गएपछि तपाईले यहाँ पनि अब त्यस्तो एमएल त नाप्न सक्नुहुन्न 1200 एमएल त्यसपछि यो छ नि यहाँबाट यहाँ आउँछ कि चुना खोज्छ हल्का हल्का चुना खोज्छ हल्का चुना खोजिसकेपछि त्यसको लेभल पुग्यो फेरि तपाईले हजुर भयो ल अरे जाई पास अनि अब तपाईले धेरै हाल्दिनु भयो भने यहाँबाट चुना लायो भने फेरि नठुन्ने चुना लायो भने उता बन्द गरी यता चुना लायो भने चुना दिने फेरि त्यो जबसम्म चुन्छ चुना दिने चुँदै आफै रोकिएपछि हो त्यसपछि यसको लेभल पुग्यो अब फेरि यताबाट चुइराखेको छ चुना नदिने अनि यो ढक्कन लगाइदिएपछि हो धेरै भयो भने के हुन्छ धुवा फाल्छ स्टार्ट बन्द हुँदैन त्यही हो के यस बराबर आउनु पर्यो हैन नचुनु पर्यो हैन स्ट्रेट भएपछि 1200 लट्टु खोइ चातर खोइ अनि दा यहाँ फिल गरौँ अगाडि दुईटा छैन यो खोइ हरि दाइ के गर्नु भएको छ तपाईले बाहिर निस्केछ खोइ त ए टान्दाखेरि छोड्दाखेरि किन बाहिर निस्क्यो निस्केन हैन त उ पनि एउटा गेज हुन्छ नाप्ने गेज 2 लिटर पुरै हाल्दिने 2 लिटर हाल्दाखेरि ननाप्ने 2 लिटर हालिसकेपछि बल्ल नाप्ने यति हल्लाएर हाल्दिने कि भोलि गरम लाग्यो यो आज बन्द गर्ने भोलि खोल्नु पर्छ यसलाई पेट्रोल हालेर त्यो गरेर त्यो राम्रो नि हामीले सिकेको पनि आज त्यो सिकेको पनि हैन ल ठीक छ टेकर त्यसो भए पेट्रोल हालौँ ल यसो सोली चाहिन्छ के उता खुल्ला है कि बन्द हो यता खुल्ला है बन्द गर्नुस् हाल्दिन त्यही भएर पहिले गम्ला है के बिग्रियो गम्ला है अर्को बोतल ल्याउनुस् त नकाट्नु पर्दैन अर्को सुताइदेऊ यसलाई त सुताइदिनु पर्यो अब हामीले यो खोलेर अब यो गर्नु पर्यो अब खोलेर राख्दै के खोल्ने अब यो दुईटा तिन निकाल्ने अनि मोबिल फिल्टर निकाल्ने मोबिल फिल्टर खोलेर साफ भइसक्यो के फेरि पनि निकाल्न पर्यो
अनि यहाँ किन्छ पर्दैन के पर्दैन मोबिल कति घण्टा